खोलातिर चाहिँ जमिन क्रमशः सर्दै गएको र केही घरहरूको अवस्था चाहिँ एकदम बस्नै लायक नभएको अवस्था पनि देख्यौँ। घरहरू ढल्केको, चर्केको र अहिले पनि जमिनहरू क्रमशः सर्दै गरेको अनुभव हामीले प्रत्यक्ष गर्न पाएका छौँ। र यो पहिरो चाहिँ आजदेखि होइन, 35-36 सालदेखि नै यो जमिन बस्नको लागि योग्य होइन भन्ने कुरा चाहिँ यहाँको स्थानीय लगायत सरकारी निकायहरूबाट यकिन भइसकेको, तर भूगर्भविदहरूबाट यसको अध्ययन हुन बाँकी रहेको देखिन्छ। र यहाँको नागरिकहरू चाहिँ 2081 असोज 11-12 गतेको पहिरोभन्दा अगाडि, वर्षाभन्दा अगाडि चाहिँ यहाँ खासै पहिरोहरू नगएको र सुरक्षितै महसुस गरेर बसिरहेको देखिन्छ। र 2081 को असोज 11 र 12 गतेको वर्षाको कारणले यो तल खोलाको नजिक पहिरो जाँदाखेरि क्रमशः त्यहाँबाट जमिन सर्न सुरु गरेको पाइयो। र यसपालि 2082 अस्ति असोजको 18 र 19 गतेको वर्षापछि चाहिँ अझ जमिन धेरै नै तल सर्ने र घरहरू लड्ने, भत्किने अवस्थाहरू हामीले प्रत्यक्ष अवलोकन गऱ्यौँ। र यो अवस्थामा चाहिँ यो ठाउँलाई, यहाँका नागरिकहरूलाई यो बस्ती नै स्थानान्तरण गरेर अन्यत्र सार्नुपर्छ सुरक्षित ठाउँमा भनेर चाहिँ स्थानीय सरकारले पहिचान गरिसकेको अवस्था छ। र हामीले स्थानीय विपद व्यवस्थापन समिति, जुन हाम्रो पालिका अध्यक्षज्यूको संयोजकतामा समिति छ, एउटा सर्वदलीय समिति, त्यो समितिको बैठक 2 पटक बसेर हामीले यो विपदबाट क्षति पुगेका नागरिकहरूको पहिचान, घरको पहिचान र यो केमा क्षति भएको ती क्षतिहरूको सूचीकरण समेत त्यो बैठकको निर्णयबाट भएको छ। र साथै यो बस्तीलाई कुन ठाउँमा सार्ने हो भनेर हामीले 5 ठाउँको सूची चाहिँ हामीले निर्णय गरेका छौँ। त्यो निर्णय हामीले जिल्ला विपद व्यवस्थापन समितिमा पठाएका छौँ। र त्यो पठाएपछि सायद जिल्ला, प्रदेश र सङ्घबाट भूगर्भविदहरू आएर त्यो ठाउँहरूको अध्ययन गरेर त्यहाँ स्थानान्तरण हुने भन्ने प्रक्रिया हुन्छ। र त्यसको लागि पालिकाले पहल गरिसकेको छ। र तत्काल राहतको लागि अध्यक्षज्यूले भनिहाल्नुभयो, एकदम बस्नै नमिल्ने, जसको घरै भत्किसकेको छ त्यस्तो पीडितलाई 15,000 र जसको घर खासै भत्किएको छैन, बस्न लायक छ भने उहाँलाई 5,000 दिने तत्काललाई भनेर हामीले निर्णय गरेका छौँ हिजो, हैन। त्यही अनुसारको हाम्रो 77 घर धुरी चाहिँ जोखिम अवस्थामा भनेर एउटा हाम्रो वडा नम्बर 3 को अध्यक्षज्यूको संयोजकतामा 5 सदस्यीय समिति बनेको थियो। त्यो समितिले दिएको प्रतिवेदन अनुसार 77 घर धुरीको सूचीकरण भएको छ। र त्यो 15,000 5,000 पाउने भनेको चाहिँ यो 77 घर धुरीले मात्रै नभएर अरू वडाका पनि 2-4 घरहरू चाहिँ भत्किसकेको र अहिले पनि जोखिम अवस्थामा भएको भन्ने कुरा छ। उहाँहरूलाई पनि त्यो राहत दिने हो। मुख्य गरी हाम्रो फोकस चाहिँ यो साउने केउरेनीका बासिन्दाहरूलाई दिने भनेर हामीले प्रक्रिया अगाडि बढाएका छौँ। र यो बस्ती स्थानको लागि चाहिँ हामीले स्थानीय विपद व्यवस्थापन समितिको बैठकबाट सूचीकृत भएर गएपछि जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश सरकार, सङ्घीय सरकार र अन्य सहयोगी निकायहरू, सङ्घ संस्थाहरूमा पनि हामीले सहयोगको अपिल गरेका छौँ। र अर्को कुरो भनेको, मैले यहाँको स्थानीय बासिन्दालाई चाहिँ के अपिल गर्छु भने, उहाँहरूलाई सुझाव, हामीले 15,000 राहत प्याकेज दिएपछि मेरो सुझाव चाहिँ यो ठाउँ बस्न अयोग्य भएपछि, असुरक्षित भएपछि यहीँ अस्थायी टहरा बनाउने भन्दा पनि हामीले तोकेको ठाउँहरूमा, अध्यक्षज्यूले भने जस्तै ठाउँहरूमा गएर त्यहाँ चाहिँ अस्थायी किसिमको टहरा बनाउने हो कि, त्यसमा चाहिँ हामीले सोच्नुपर्छ होला भन्ने मेरो एउटा सुझाव छ। अब 15,000 प्राप्त गरे बित्तिकै यही नजिकै बनायो भने यो जमिन त त्यत्तिकै गइरहेको छ तलतिर, त्यो पनि असुरक्षितै छ भनेपछि त्यतातिर नगएर हामीले तोकेको ठाउँमा चाहिँ गएर बस्दिनु भयो भने त्यो राम्रो हुन्छ। र अब त्यो 15,000 5,000 प्राप्त गर्नको लागि तपाईँहरूले के गर्नु पर्यो भन्दाखेरि, अहिले प्रत्येक घर मुलीको नाममा बैंक खाता होला अथवा छैन भने खाता खोलिदिनु पर्यो। र त्यो हाम्रो 77 घरधुरीमा सूचीकरण भए अनुसारको घर मुलीको नाममा त्यो 15,000 पैसा अथवा त्यो अवस्था हेरेर 5,000 कति आउँछ त्यो चाहिँ हाम्रो अझै डाटा एनालाइसिस गर्न बाँकी छ। अहिले पनि हाम्रो केही कर्मचारीहरू प्रत्येक घरमा घरको अवस्था कस्तो छ, विकल्पै छैन भने 15,000, हैन, अति क्षति भएको छ, बस्न लायक छैन भनेपछि त्यो घरलाई 15,000 र जसको अन्यत्र घर छ अथवा बस्नको लागि विकल्प छ भने उहाँलाई 5,000 दिने भनेर हाम्रो निर्णय भएको छ।